मुहम्मर गद्दाफीलाई जब देशद्रोहीको मुद्दा लगाएर अमेरिकाले मार्यो, त्यसपछाडि लिबियाली जनताको दुःखको दिन सुरु भयो। उनीहरूले बल्ल बुझे हामी त अमेरिकाको जालझेलमा परेछौँ, नभए गद्दाफी जतिको राम्रो नेता यो देशमा जन्मेकै थिएन। सद्दाम हुसेनलाई जब अमेरिकाले मार्यो नि, त्यसपछाडि इराकमा अमेरिकी सैनिकहरूको परेड सुरु भयो। त्यसपछि बल्ल इराकेली जनताले थाहा पायो हामी त अमेरिकाको जालझेलमा परेछौँ, नभए हुसेन जतिको वैज्ञानिक नेता यो देशमा जन्मेकै थिएन। जब नेपालमा राजवंशको हत्या भयो नि, त्यसपछाडि जब नेपालको प्रधानमन्त्रीको अगाडि भारतको एउटा पिउनले उपरखुट्टी लगाएर गफ गर्न थाल्यो नि, अनि बल्ल नेपालीले केही बुझे यो देशमा राजतन्त्रले कतिको इज्जत धानेको रहेछ। जब बङ्गलादेशमा शेख हसिनालाई देशद्रोही भन्दै लखेट्यो नि, अनि बङ्गलादेशको दुःखको दिन सुरु भयो। अहिले पनि हिन्दू र मुस्लिमको गृहयुद्ध चलिरहेको छ। यसको पछाडि सबै मुद्दाको अगाडि, सबै काण्डको अगाडि अमेरिकाको हात छ। साथै अमेरिकाको हात मात्र नभएर मूर्ख जनताहरूको हात पनि छ। उनीहरूले अरूले भट्काउँदैमा, बहकाउँदैमा, चर्तिकला रच्दैमा उनीहरूले विश्वास गरे हो नेपालमा पनि अहिले हर्का साम्पाङलाई भिजन बेनाको नेता, जङ्गली, पदको लोभी भनिन्छ नि, उनलाई पनि अब उहाँको मृत्युपछि मात्रै सायद हामी थाहा पाउँछौँ, उहाँको भिजनलाई बुझ्छौँ र भन्छौँ हर्का साम्पाङ जतिको राम्रो नेता यो देशमा जन्मेकै थिएन, जन्मिनै छैन। मान्छेको सामानको महत्त्व पाएपछि थाहा हुन्छ साथी, मान्छेको महत्त्व गुमाएपछि। त्यसैले यो चुनावमा हामी केही सोच्ने हो कि बुद्धि पुर्याउने हो कि मासु भात, रक्सी र पेट्रोलमा मात्र बिक्री हुने हो? तपाईँको हातमा। चेज इज योर माई लाइफ फ्रेन्ड।